हेलो गाइस गुड मर्निङ। आज चाहिँ भाइटिका होइन 8 बजिसक्यो, 8:30 भइसक्यो। म चाहिँ हिजो राति ढिलो सुत्दै थिएँ, त्यही भएर म चाहिँ निदै भएँ। सो आज चाहिँ भाइटिका भएको कारणले म बाहिर गएँ होइन। अब नानीलाई विस सानोमै, हाम्रो नानीलाई बहिनीलाई विस सानो भाइटिकाको। सो त्यही हो। सो म चाहिँ बाहिर जाँदा विस हान्न। ओइ किएर कता त ह्याप्पी भाइटिका मोटी। हेर्न यस्तो भन्छ, मैले ह्याप्पी भाइटिका भने चाहिँ यो मलाई हान्न। मोटी के हेर ह्याप्पी भाइटिका पक होइन। अलमोस्ट 11 बजिसक्यो। म चाहिँ इन्डिया भर्सेस अस्ट्रेलियाको त्यो सेकेन्ड ओडिआई म्याच हेरेको थिएँ। हेर्दा मलाई टाइम गएको थाहै पाएन कि माथि त्यो मान्छेहरू आइसक्यो। टिका लगाउँछ, सबै रेडी भएर बसेर अब चाहिँ म मेरो रुम मिलाउँछु, अनि त्यसपछि नुहाउन जान्छ। अनि नुहाएर रेडी भएर तपाईँहरूले त्यो चाहिँ टिकाको भिडियोहरू देखाउँछु। त्यही हो गाइस, म छिटो नुहाउन जान्छु रुम मिलाएर, अनि त्यसपछि रेडी भएको जस्तो के लाउँछु आउटफिटहरू देखाउँछु। सो त्यही हो, एकछिनमा भेटौँला। ल गाइस, मलाई नुहाउन जाँदा होइन, माथि चाहिँ पूजाको लागि भइरहेको म त्यसमा के छ देखाउँछु। ग्यारा कतिवटा कलर छ यहाँ? व्हाइट चाहिँ कहाँ राख्दा नि, अलरेडी प्याक छ। अनि यता नि कतिवटा छ यहाँ? 4वटा ए 5वटा छ। यहाँ चाहिँ गाइस होइन पूजाको तयारी भइरह। ए पूजा टिकाको टिकाको तयारी भइरह। सो यहाँनिर रहेछ त खानेकुरा, ओखर, केरा, एप्पल, सेलरोटी, अनि यहाँ छ स्पेसल मिठाई। ओ आधी किलो यति हो? किन लास्टहरू दिँदो रहेछ यार। महिनाहरूले चाहिँ टिकाको तयारी गरेर म चाहिँ गाउन गएको गाइस, एकछिनमा भेटौँला। बाई के अरे बाई भन। सो गाइस यो चाहिँ मेरो आउटफिट भयो होइन। यो चाहिँ जगर्स भयो, अनि यो ब्राउन टी सर्ट, यो ज्याकेट भयो होइन। अनि यो तिनवटा चाहिँ मैले लाउँछु होला, मैले यो सोचिरहेको छु। तर इफ होइन सुट भएन भने चाहिँ मैले क्रप टी सर्ट लाउँछु, क्रप टी सर्ट क्रप सर्ट लाउँछु, अनि यिनीहरूसँग पेयर गर्छु होइन। यो दुइटा चाहिँ पेयर गर्छु, हेरौँ के हुन्छ। यो चाहिँ मेरो फाइनल ड्रेस होइन, के लाउँछु भनेर। सो अब मैले ड्रेस लगाएर कसरी देखाउँछु त्यसपछि देखाउँछु। सो गाइस म चाहिँ रेडी भइसकेँ होइन। यो चाहिँ मेरो फाइनल लुक, फाइनल आउटफिट होइन। सो माथि चाहिँ खरै राख्नु छिटाइ चाहिँ भनेर। सो म चाहिँ माथि गर्नु, अनि एकछिन भेटौँ न टिका लाउने बेला। पैसा सँगै दिने सबै नानी तपाईँ। ढोका नै फेरि ढोका नै होइन। खाने पर्छ एकछिन। एकछिन त खाएर ए त्यसलाई धेरै कुदिनु भने ल ढोका नै फेरि ढोका ल त पुरा खिचा म हामी लान्छ त्यता कस्तो भयो है स्ट्याचु भने। सो गाइस माइ टिका कार्यक्रम इज डन। यता चाहिँ चलिरहेको यिनीहरूको। मेरो चाहिँ कस्तो देखिन्छ यस्तो अहिले हेर्नु पर्ला। खुवाइदिएन फुटाल्न सक्छ? फुटाल्दैन, यतिकै हातले प्रेस गरेर गरिदिनु न। कति सफ्ट हो ओखर।
के दिन मलाई म खाँदैछु मोटी मैले खाएँ है तेरो मिठाई यसमा नि छ यार रस त क्या रहा इधर से डांस डांस नाच नि चस्मा लाग्यो यो के भन्छ नि रजनीकान्त टाइप देखियो एकदम यहाँ चाहिँ अब अलमोस्ट कार्यक्रम भइसकेको छ गाइस हाम्रो यहाँ ल नाच This is Kit Kat given by her. Kit Kat 30% extra. Itu coklat mana? Iya sampai usman. Iya. Ini honey ya? Honey ya? So guys, हामीले चाहिँ अलमोस्ट टिका लगाएर भइसक्यौँ होइन हाम्रो कार्यक्रम सबै सकिसकेको छ अब एकछिन चाहिँ प्रसाद खाइरहेको छ अब एकछिन चाहिँ हाम्रो फोटोसुट हुन्छ फोटोसुट पछि अब खाना खान जाने खाना खानेपछि सक्यो हाम्रो कार्यक्रम अनि त्यसपछि म फेरि इन्डिया बसेर अस्ट्रेलियाको म्याच हेर्छु त्यसपछि भेटौँला नानी के गरे यसको छुट्टै हो क्या आज यहाँ त छुट्टै हो गाइस र तिहारको दिन नै डान्स चल रहा तिहारको नि यहाँ तिहार मनाइसक्यो गाइस अब चाहिँ हामी खाना खान आइसकेका छौँ यहाँ हाम्रो चाहिँ खाने प्रोग्राम आज त भेराइटी छ साग खानेलाई साग अचार खानेलाई अचार प्राउन खानेलाई प्राउन पापड खानेलाई पापड दही खानेलाई दही कोक खानेलाई कोक मोही खानेलाई मोही फुपूलाई त भेराइटी पकाउनु भयो नानी के खाएको सो गाइज हामी चाहिँ खाना खाइरहेको छौँ अब एकछिनमा भेटौँला फोटोसुटमा बाई बाई चाहिँ हामी यहाँ तल टिका लगाउन जानु लगाएको दिदीको एउटा आज गर्छु अनि त्यही गरेर भेटौँला यहाँ चाहिँ त्यही अहिले भेटौँला गाइज यो चाहिँ टिका लगाउने कार्यक्रम चलिरह म चाहिँ भिडियो बनाउन मात्रै आएको सो गाइज यता चाहिँ टिका लगाउने कार्यक्रम हुँदै अलमोस्ट टिका लगाएर भ्याइयो यहाँ चाहिँ अब टिका उल्टेको छ हामी चाहिँ अघिदेखि यहाँ तास खेलिरहेको थियौँ अहिले चाहिँ अब घर जान लाग्यो सो एक राउन्ड त जस्तो होस् न कसले खाने है ल लास्ट राउन्ड हारिसक्यो 10-15 रुपियाँ हारेछु सो ल है कसले खाने है ल यो राउन्ड ल लगाइ चाहिँ म तपाईँलाई मेरो कस्तो आछ तास देखाउँछु है ल लास्टमा ट्रायल हान्छ यार फर्स्टमै सेकेन्ड ल रोक्यो ल कलर केही छैन है केही छैन यता केही छैन मिसी टप बासा टप ल मिसी जुट ल गाइज यहाँ चाहिँ केही केटी परिसक्यो फेरि केटी परिसक्यो होइन सयको खालो भइसक्यो यहाँ अब हेरौँ कस्तो हुन्छ कसले जित्छ है यहाँ दुईजना पार्टनरसिपमा हो यहाँ छोरी यहाँ आमा यहाँ आज हाम्रो गाइज यहाँ चाहिँ म एक्लै छु हेर्नु है कसैले नभन्नु है यो देखाउँछु पैसा मैले लिन गर्छु खोइ उताको हो चारवटा आइसक्यो ट्रायल हुन्छ मेरो 4वटै छ सिधै खाइसक्यो ए नगर न नानी म हारेमा छु
त्यसै हाल्यो न यहाँ ल चक्लेट खाऊ तास खेल्न सकेको छ मैले चाहिँ 3 पत्ती फापेन आज 50 रुपियाँ हारेको छु फजुले चाहिँ जित्नु भयो आज यता नै हार्नु भयो यता नि भाउजू नै हार्नु भयो सो हार्यौँ अब चाहिँ तास खेल्ने कार्यक्रम सक्यो गाई जब चाहिँ आफ्नो आफ्नो घरतिर लाग्ने कति बेला बाहिरको नजारा देखाउँछ है तास खेल्नबाट आएर यस्तो राम्रो भ्यू कहाँ कसले देख्न पाउँछ कि बेलुका चाहिँ हाम्रो भ्यू यस्तो देख्छ होइन बब्बाल छ हजुरको छोरीको रुमाल मलाई त फुकाल्नु एटलिस्ट होइन म चाहिँ त्यहाँ माथि अवसरलाई पुरानो जान लागेको छु गरेर चाहिँ उसले माथि छ होइन बाबा घर बस्छ सो मैले चाहिँ उसलाई टिका लगाएर त्यो मान्छेहरूसँग पैसा देखाएन सो मसँग चाहिँ अब त्यस्तो बिजी छैन नि त अब जति छ यो पर्समा अहिले बाटोमा गएर अचानक लाइक सरप्राइज टाइप दिन्छु सो अहिलेसम्म चाहिँ पैसा देखाएन अब चाहिँ दिन्छु बाटोमा भेट्दा के हुन्छ तपाईँहरूलाई देखाउँछु त्यही हो अहिले बाटोमा भेट्दा गइन्छ सो गाइज यस्तो बबल भ्यू आउँछ यसलाई चाहिँ घर जान हतार भइसक्यो अरे 2 मिनटमा भौतिकलाई कुरा पनि आयो भने ठिक छ नत्र हामी जाने सो वाउ केही भन्न सकिन्न यस्तो भ्यू लागि अहिले लाइट बाल्यो भने फेरि राम्रो देखिन्छ गाइज अहिले चाहिँ हामी जान लाग्यो जाम यो मान्छेलाई घर जान आउँछ नि ल मलाई घरमा मार्ने बेला भइसक्यो कति होला ल यो पर्समा भएको मेरो है सबै हो ल कति छ है गाइज 10 रुपैयाँ मात्रै हो त हेर न ल राम्रो हेर न ल उभिएर हेर 5 6 7 20 30 40 50 150 मसँग गाइज मसँग 1 रुपियाँ थिएन केटाहरूले हामीले त्यो भले खेलेको पैसाबाट मैले निकालेर दिएछु केटाहरूलाई थाहा छैन सो अब कतैबाट भयो भने त्यहाँ राखिदिनु सुटुका केटाहरूलाई थाहा नहोस् त्यति हो फाइनली सी हेज गट हर मनी ह्याप्पी छैन सो गाइज मेरो स्यालेरी आएको भन्छ मैले फिक्स 1000 भन्दा माथि नै दिँदै बट होइन स्यालेरी नआएन के मैले यसलाई स्पोन्सर हान्दा छु नि त मुभीको टिकट त्यही हो गाइज फाइनल चाहिँ अवसरहरूलाई घर पुगाएर आइसकेको छु होइन राति भइसक्यो अब चाहिँ बाहिर डुल्न पनि मन लागेन अस्ति थकान लाग्छ अब घर गएर घरको माहौल कस्तो छ त्यो हेरौँ घर गएर म त सुत्दिन्छु बस्छौँ घर गएर घरको माहौल देखाउँछ अनि त्यसपछि एउटा दुईवटा घरको क्लिप हालिदिन्छ अनि त्यसपछि सुत्छु गाइज ल घर गएर भेटौँला घर आइसक्यो होइन अब घर आएर त्यही हो म चाहिँ खाना खाइरहेको छु एक त प्राउनहरू छ मासु चाहिँ छैन होइन मासु चाहिँ खाइसक्यो यहाँ यिनीहरूले सो यो भात अनि अब चाहिँ त्यही हो गाइज गुड नाइट आजको भ्लग चाहिँ सक्यो अब चाहिँ भोलि भेटौँला बाई बाई के भन्छ भ्लग एन्ड भयो बाई बाई